हामी देशको माटो शिरमा राखेर र राज संस्थालाई हृदयमा राखेर अगाडि बढ्नु बाहेक हामीसँग अर्को विकल्प छैन। हामी हटेर होइन, डटेर, मागेर होइन, खोसेर हामी हिन्दू अधिराज्य सहितको राज संस्था पुनर्स्थापनाको निम्ति हामी आफ्नो जीव ज्यान बलिदान दिन पनि तयार हुनुपर्छ। महिलाहरू आफ्नो श्रीमानको लाभ आयुको निम्ति हाम्रो 30 को व्रत बसिरहँदाखेरि कति लास त्यहाँ बर्साए। आज तिनीहरूको संरक्षणको लागि तपाईहरू 25-26 जनाको टिम बस्नु भएको छ। आज तिनीहरू नै भ्रष्टाचार गरेर देशलाई दलदलमा फसाएका छन्। तपाईहरू त्यो बन्दुक तिनीहरूलाई किन तर्साउन सक्नुहुन्न? आज देशको लागि जसले आवाज उठाइराखेको छ, हाम्रो यहाँ हेर्नुहोस् आस्थाका बन्दीहरू कसैको घर लुट्न गएका थिएनन्, कसैलाई मार्न गएका थिएनन्, कसैको श्रीमतीका सिन्दुर पुस्न गएका थिएनन्। आज तिनीहरूलाई आज राष्ट्रद्रोहको मुद्दा लगाउनुहुन्छ। राष्ट्रद्रोही त त्यो हो जो राष्ट्रलाई भ्रष्टाचारको दलदलमा फसाउने व्यक्ति राष्ट्रद्रोही हो। सरकार जस्तो भएन, संसद जस्तो भएन। हामी सबै मिलेर खबरदारी गरौं, होशियार भनौं, मानेन भने सडकमा तेर्स्यौं। त्यतिले नै पुगेन भने यिनले जे गर्छन् हामी पनि त्यही गरौं भनेर कमल थापाजीले भन्नुभयो। मलाई पनि जोश आयो। सबैभन्दा पहिले त यसरी यो एउटा असल सुरुवात गरिदिनु हुने राप्रपा नेपालका नेतृत्वगण र विशेष गरी कमल थापाजीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। न्यायिक आयोग गठन नभएसम्म, हाम्रा साथीहरू रिहाई नभएसम्म हामीले हाम्रा कार्यक्रमहरू अगाडि बढाइराख्नुपर्छ मात्र होइन कि हामीले हाम्रो मूल मुद्दा राज संस्था, हिन्दू राष्ट्र पुनर्स्थापना, संहिता खारेजी जस्ता विषयहरू जबसम्म हामीले टुङ्गो लगाउँदैनौँ त्यति बेलासम्म हामी आन्दोलित भइराख्नुपर्छ र हामी निरन्तर रूपमा अगाडि बढिराख्नुपर्छ। यसको लागि म फेरि पनि भन्छु, राप्रपा सबैसँग सहकार्य गर्न, छलफल गर्न तयार छ। आज यो मञ्चबाट म सरकारलाई प्रश्न पार्न चाहन्छु। तपाईहरूको योजना, तपाईहरूको षड्यन्त्र अब जनताले प्रष्ट रूपमा बुझिसकेका छन्। तपाईहरूले सिर्जना गरेको भ्रमबाट नेपाली जनता त्रसित र आतंकित हुने अवस्था छैन र तपाईहरूले बुझिराख्दा हुन्छ। हिन्दू राष्ट्र र राज संस्था पुनर्स्थापना गर्ने अभियान अब चाँडै नै नयाँ ढङ्गबाट सशक्त रूपमा अगाडि बढ्नेछ। आजको यस कार्यक्रममा स्वतन्त्र नेपाली एकता समाजको पनि एकबद्धता रहेको छ। उहाँहरूलाई पनि म कार्यक्रममा अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। राजनीतिका इतिहास बोकेका, पहिचान र परिचय बोकेका विभिन्न समुदाय, दल एवं राष्ट्रिय राजनीतिमा विशिष्ट स्थान ओगट्नुभएका वरिष्ठ महिला एवं सज्जनहरू, पत्रकार साथीहरू, आज राप्रपा नेपालको निम्तोमा नेपालीले दुःख पाइराखेका छन्, जनताले दुःख पाइराखेका छ। सरकार जस्तो भएन, संसद जस्तो भएन। हामी सबै मिलेर खबरदारी गरौं, होशियार भनौं, मानेन भने सडकमा तेर्स्यौं। त्यतिले नै पुगेन भने यिनले जे गर्छन् हामी पनि त्यही गरौं भनेर
कमल थापाजीले भन्नुभयो, मलाई पनि जोस आयो। सबैभन्दा पहिले त यसरी यो एउटा असल सुरुवात गरिदिनु हुने राप्रपा नेपालका नेतृत्वगण र विशेष गरी कमल थापाजीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। मलाई आज यहाँ आउनुभन्दा अघि ललितपुर, पाटन, विशेष गरी नेवार क्षेत्रका धेरै दाजुभाइ दिदीबहिनीहरूले तपाईहरू मिल्दैन, एक ठाउँमा बस्दैन, कहाँबाट राजा ल्याउँछ, तपाईहरू सँगै हिँड्दैन, कहाँबाट यो डाकाहरूलाई फाल्छ भनेर भनेको भने म आज तपाईहरूको यो सभाको मार्फतबाट हुन त देशभरिलाई नै यो सन्देश जाओस्, तर विशेष गरी ललितपुरका दाजुभाइ दिदीबहिनीलाई यो सन्देश जाओस्, भोलिबाट पर्सिबाट ललितपुर अब यो सरकारको लागि बन्द भयो भन्ने जान्नुहोस्। यो आज यहाँ जे देखिएको छ, यो लातको मान्छे बातले मान्दैन भन्छ नि, हाम्रो त चलन उखान त्यस्तै हो। यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरूको हुल पर्यो। यो पुलिस भएको भए सुन्थ्यो, यो त पार्टीको कार्यकर्ता पर्यो। यो सिडिओ भएको भए सुन्थ्यो, यो त दलको कार्यकर्ता पर्यो, पार्टीको कार्यकर्ता पर्यो। हामीलाई देशको प्रशासन चाहियो दाजुभाइ दिदीबहिनी हो। आज देशमा प्रशासन छैन, त्यो दलको प्रशासन छ, पार्टीको प्रशासन छ। जबसम्म देशको प्रशासन हुँदैन, आज हामीले दुईटा शहीदलाई माला लगायौं। म दुःखका साथ भन्न बाध्य छु, अब यस्तो धेरै शहीदहरू जन्मिने डर भयो। हामी त्यसको निमित्त पनि तयार हुनुपर्छ। सञ्चालिकाज्यू, आयोजक कमिटी राप्रपा नेपाललाई हृदयदेखि म लगायत शिवसेना नेपालको तर्फबाट र राष्ट्रवादी मातृशक्तिको तर्फबाट म अभिवादन टक्राउन चाहन्छु। जय देश, जय नरेशको। आज यस कार्यक्रम आयोजन गरेर सम्पूर्ण राष्ट्रवादी दाजुभाइ दिदीबहिनीहरूको अगाडि म गङ्गा चौधरी बोलिरहँदा मैले आफूमा गर्वान्वित ठानेकी छु। सर्वप्रथम हामी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूले सोच्नुपर्ने जरुरी छ। नेपाल रहे हामी रहौला, नेपालै नरहे कहाँ रहौला। हामी देशको माटो शिरमा राखेर र राज संस्थालाई हृदयमा राखेर अगाडि बढ्नु बाहेक हामीसँग अर्को विकल्प छैन। हामी हटेर होइन, डटेर, मागेर होइन, खोसेर हामी हिन्दू अधिराज्य सहितको राज संस्था पुनर्स्थापनाको निम्ति हामी आफ्नो जीव ज्यान बलिदान दिन पनि तयार हुनुपर्छ। आज हाम्रो देश यस्तो अवस्थामा फसेको छ, त्यो कुरा म दुई पटक संसदभित्र छिरेर हेरिसकेकी छु। राष्ट्र र राष्ट्रियताको लागि नेपाली जनताको आवाज उठाउने ठाउँमा त्यहाँ देशका जनताको समस्या जस्ताको तस्तै हुन्छ, त्यहाँ जनताको आवाज सुनिँदैन। यदि सुनिएको भए आज हाम्रो यो अवस्था हुने थिएन र यहाँ धर्मनिरपेक्षता पनि हुने थिएन। हामी 75वटा जिल्लामा गएर हामी संविधान बनिरहँदाखेरि हामी प्रत्येक निर्वाचन क्षेत्रमा गएर जनताको राय बुझेका थियौं। तपाईहरूलाई हिन्दू राष्ट्र चाहिएको छ कि धर्मनिरपेक्षता चाहिएको थियो? सम्पूर्ण यावत विषयमा त्यहाँ जनताको सुझाव अहिले सिंहदरबारभित्र गएर हेर्नुहोस्,
बोराको बोरा राखेको छ, एउटा बोरा पनि फल्टाएर हेरेको छैन। र आदरणीय पत्रकार मित्रहरूलाई म के भन्न चाहन्छु, अब राष्ट्रको विरोधमा होइन, तपाईहरूलाई पनि राष्ट्र चाहिएको छ। राष्ट्र रहेन हामी रहौँला। यो नेपाल राष्ट्र यदि हामी चुप लागेर बस्यो भने 2 दशक पछि हाम्रो नेपाल रहने छैन। यो कुरा तपाईहरूले पनि मनन गर्नुहोस्। र अर्को कुरा, म एउटा कर्मठ राष्ट्र सेवकको श्रीमती म गङ्गा चौधरी, म सुरक्षाकर्मी मित्रहरूलाई पनि म भन्न चाहन्छु, हिजोको दिनमा 10 वर्ष द्वन्द्वकालमा मेरो श्रीमान पनि त्यतिखेर कार्यरत हुनुहुन्थ्यो। त्यतिखेर त्यहाँको सिन्धुलीको घटनाले मलाई पटक पटक झस्क्याउँछ। सिन्धुली त्यतिखेरको घटना सम्झिँदाखेरि मेरो आँखाबाट अहिले पनि आँसु आउँछ। महिलाहरू आफ्नो श्रीमानको लामो आयुको निम्ति हाम्रो 30 को व्रत बसिरहँदाखेरि कति लास त्यहाँ बर्साए। आज तिनीहरूको संरक्षणको लागि तपाईहरू 25-26 जनाको टिम बस्नु भएको छ। आज तिनीहरू नै भ्रष्टाचार गरेर देशलाई दलदलमा फसाएका छन्। तपाईहरू त्यो बन्दुक तिनीहरूलाई किन तर्साउन सक्नुहुन्न? आज देशको लागि जसले आवाज उठाइराखेको छ, हाम्रो यहाँ हेर्नुहोस्, आस्थाका बन्दीहरू कसैको घर लुट्न गएका थिएनन्, कसैलाई मार्न गएका थिएनन्, कसैको श्रीमतीका सिन्दुर पुस्न गएका थिएनन्। आज तिनीहरूलाई आज राष्ट्रद्रोहको मुद्दा लगाउनुहुन्छ। राष्ट्रद्रोही त त्यो हो जो राष्ट्रलाई भ्रष्टाचारको दलदलमा फसाउने व्यक्ति राष्ट्रद्रोही हो। राजेन्द्र लिङ्गदेन पनि आजको यो कार्यक्रममा धेरै धेरै धन्यवाद छ उद्घोषकज्यूलाई। श्रद्धेय कार्यक्रमका सभापतिज्यू, उपस्थित नेतागण, अत्यन्तै प्रिय देशभक्त धर्मप्रेमी आमा बुबा दिदीबहिनी तथा दाजुभाइहरू, पत्रकार साथीहरू, अन्य महानुभावहरू, आज समयमै कार्यक्रममा सहभागी भएर यो कार्यक्रममा ऐक्यबद्धता व्यक्त गर्ने चाहना हुँदाहुँदै पनि संसदमा खास गरी अहिले अत्यन्तै चर्चामा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार अनियमितता सम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन हस्तान्तरण गर्ने कार्यक्रम थियो। संयोजक म स्वयं थिएँ। त्यहाँ केही समय लागेको हुनाले झन्डै यो महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुनबाट वञ्चित भए। तर भगवानको इच्छा, धर्ममा विश्वास राख्ने मान्छे ठिक टाइममा आइपुगेको छु। यो महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त हर्षित छु र म राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट, आफ्नो तर्फबाट सदा चाहिँ यहाँ पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। राष्ट्र संस्था पुनर्स्थापनाको पक्षमा, हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा, संघीयता खारेजीको पक्षमा र देशमा सुशासन र विकासको पक्षमा गरिने सबै प्रकारका कार्यक्रमहरूमा हाम्रो ऐक्यबद्धता हुन्छ। हामी यी मान्यताहरू स्थापनाका लागि हुने सबै प्रकारको शान्तिपूर्ण कार्यक्रमहरूमा हामी साथमा हुन्छौँ। र आज पनि म यो कार्यक्रम जो राप्रपा नेपालले आयोजना गर्नुभयो र यसका अध्यक्ष श्रद्धेय दाइ कमल थापाले आमन्त्रण गर्नुभयो, त्यसको लागि धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु र ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु। मलाई धेरै कुरा भन्न छैन। मूल कुरै हामी सँगै छौँ र सँगै काम गर्न,
सबैसँग मिलेर काम गर्न राप्रपा तयार छ भन्नु छ भने त्यति हो। त्यसमा कुनै दुविधा नरहोस्, यति मात्रै मैले भन्न चाहन्छु। आज देश विशिष्ट परिस्थितिका बीच अगाडि बढिराखेको छ। हामीले हाम्रो आँखाले देख्दाखेरि सबै चिजहरू ठिकठाक चलेको देखिए पनि देश हाम्रो समयकै सबभन्दा अप्ठ्यारो अवस्थामा छ। भ्रष्टाचार, कुशासनले आज देश आक्रान्त छ मात्र होइन, हाम्रो भविष्य, हाम्रो भावी सन्ततिको भविष्य समेत अन्योलग्रस्त बन्दै गएको छ। यस्तो बेला देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त शक्तिहरू, राष्ट्रवादी शक्तिहरू एक ठाउँ आउन जरुरी छ। अहिले प्रजातन्त्रको नाममा, लोकतन्त्रको नाममा देशमा जुन प्रकारको लुटतन्त्र र निरङ्कुशता हावी भइराखेको छ, त्यसको अन्त्यको लागि हामी बाहेक देशमा अर्को कुनै विकल्प र शक्ति छैन। अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिराखेको छ। त्यसकारण म सबै देशभक्त शक्तिहरूलाई आग्रह गर्न चाहन्छु, सबै प्रकारका आग्रह, पूर्वाग्रहहरू त्यागेर एक ठाउँ बसेर देशलाई निकास दिन अगाडि बढौँ। यो कार्यको लागि फेरि पनि दोहोऱ्याउँछु, राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार छ। सयौंको संख्यामा अश्रु ग्यासका सेलहरू प्रहार गरेर शान्तिपूर्ण रूपमा भेला भएका जनतालाई एक ठाउँमा भेला हुन नै नदिने प्रयास गरियो। बिना कुनै कारण निर्दोष र निहत्ता सर्वसाधारणमाथि गोली प्रहार गरियो। कुनै हिंसात्मक र अराजक घटनामा संलग्न नरहेका सबिन महर्जनलाई सरकारले गोली हानेर मार्यो। प्रदर्शनलाई भड्काउने, प्रदर्शनलाई अराजक बनाउने काम आयोजकहरूबाट भएको होइन। सम्पूर्ण घटनाक्रमहरूले प्रष्ट रूपमा बताउँदछन् कि सरकारको षड्यन्त्र र योजना अनुसार नै त्यो दिनको घटना हुन गयो। त्यसपछि राज संस्था र हिन्दू राष्ट्रप्रति बढ्दै गएको जनमत, राजाको बढ्दै गइरहेको लोकप्रियता बाट त्रसित र आतंकित भएर गणतन्त्र पक्षधर केही दल र सरकारले सबैभन्दा पहिला राजालाई लक्षित गरेर आरोप लगाउने, बदनाम गर्ने, राजा र राज संस्थाका विरुद्धमा विस्फोटन गर्ने कार्यहरू भए। त्यसको साथसाथै हिन्दू राष्ट्र र राज संस्थाको पक्षमा संघर्षरत रहेका अग्रणी व्यक्तित्वहरूलाई छानीकन थुनामा राख्ने काम गरियो। योजनाबद्ध र संगठित रूपले आतंकको वातावरण सिर्जना गरेर फेरि हिन्दू राष्ट्र र राज संस्थाको पक्षमा आवाज उठ्न नसकोस् भनेर सरकारले एक पक्षीय ढंगबाट गलत प्रचार प्रसार गर्ने
र आम जनतामा भ्रम सिर्जना गर्ने कार्य गर्यो। आज यो मञ्चबाट म सरकारलाई प्रश्न पार्न चाहन्छु। तपाईहरूको योजना, तपाईहरूको षड्यन्त्र अब जनताले प्रष्ट रूपमा बुझिसकेका छन्। तपाईहरूले सिर्जना गरेको भ्रमबाट नेपाली जनता त्रसित र आतंकित हुने अवस्था छैन र तपाईहरूले बुझिराख्दा हुन्छ। हिन्दू राष्ट्र र राष्ट्र संस्था पुनर्स्थापना गर्ने अभियान अब चाँडै नै नयाँ ढंगबाट सशक्त रूपमा अगाडि बढ्नेछ। तपाईहरूले अहिले केही व्यक्तित्वहरूलाई थुनामा राख्नु भएको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, नागरिक बचाओ अभियानका दुर्गा प्रसाद, पशुपति खड्का, सन्तोष सिलवाल, राष्ट्रिय शक्ति नेपालका कमल विष्ट लगायतका नेताहरूलाई अहिले पनि सरकारले निर्लज्जतापूर्वक थुनामा राखेको छ। राप्रपाका महामन्त्री सांसद डाक्टर धवल शमशेर राणालाई पनि 26 दिनभन्दा बढी सरकारले हिरासतमा राख्यो र अहिले स्वास्थ्यको कारणले गर्दा उहाँ जमानीमा रिहा हुनुभएको छ। मलाई आज हाम्रो सामुन्नेमा डाक्टर धवल शमशेर राणालाई देख्दाखेरि अत्यन्तै खुसी लागेको छ र तपाईले थुनामा रहँदाखेरि पनि जुन स्वाभिमानीपूर्वक, जुन दृढताका साथ कुनै किसिमको सम्झौता नगरिकन यो अभियानलाई निरन्तरता दिने पक्षमा आवाज उठाउनुभयो, त्यसको निमित्त म तपाईलाई धन्यवाद दिन चाहन्छु। ठूलो रोगबाट ग्रस्त हुनुभए तापनि रोगको उपचार गरेर फेरि यो आन्दोलनमा घुमिनका निमित्त आउनुभएका डाक्टर धवल शमशेर राणालाई म हार्दिक सम्मान पनि गर्न चाहन्छु। साथीहरू, म यो मञ्चबाट, यो आजको मञ्च भनेको कुनै एउटा पार्टीको मञ्च होइन, यो साझा प्रदर्शन हो। राष्ट्रवादी विचारधारा राख्ने व्यक्ति समूह र दलहरूको यो साझा मञ्च, साझा प्रदर्शन हो। यो साझा प्रदर्शनको माध्यमबाट म आम जनतालाई, सरकारलाई स्पष्ट पार्न चाहन्छु कि यी आस्थाका बन्दीहरू कुनै अपराधी होइनन्। रविन्द्र मिश्र, धवल शमशेर लगायतका नेताहरूले कुनै अपराध गरेका छैनन्। उनीहरूले हिन्दू राष्ट्र र राष्ट्र संस्थाको पक्षमा आफूलाई सशक्त रूपले उभ्याएका छन्। हिन्दू राष्ट्र र राष्ट्र संस्थाको विचारको संवाहक हुन्। हिन्दू राष्ट्र र राष्ट्र संस्थाको विचारको योद्धाहरू हुन्। उनीहरू एक्लै छैनन्। यो सरकारले बुझ्नु पर्दछ। उनीहरूको पछाडि देशभरका लाखौं राष्ट्रवादीहरू साथमा छन् भन्ने कुरा सरकारले राम्ररी बुझ्नु पर्दछ र उनीहरूको रिहाईको निमित्त, बिना शर्त रिहाईको निमित्त अन्तिम घडीसम्म सशक्त रूपले संघर्ष गर्नको निमित्त, दबाव दिनको निमित्त हामी सबै तयार छौं भन्ने आजको उद्घोष,
आजको संकल्प यो प्रदर्शनको माध्यमबाट भइरहेको म यहाँहरूलाई निवेदन गर्न चाहन्छु। विभिन्न पार्टीबाट आउनु भएको विभिन्न तहका नेता मित्रहरू, उपस्थित महिला तथा सज्जनवृन्द र पत्रकार बन्धुहरू सबैमा मेरो अभिवादन छ। आज वास्तवमा जे हुनु अलि पहिले हुनुपर्ने कुरा आज राप्रपा नेपालका अध्यक्ष कमल थापाज्यूले यो मिटिङको आयोजना गर्नुभयो। सर्वप्रथम त म उहाँलाई मुरी धन्यवाद दिन चाहन्छु। मैले जहिले पनि बोल्दाखेरि पत्रकारहरू सोध्नुहुन्थ्यो, तपाईँहरू आपसमा मिल्नु भएको छैन, तपाईँहरू टुटफुट हुनुहुन्छ, त्यस कारणले तपाईँहरूले कसरी राजा धर्म फर्काएर ल्याउनुहुन्छ भनेर सोध्थे। म जहिले पनि भन्थे हामी राजावादीहरू टुटफुटमा छैनौँ, हामी आवश्यक पर्दाखेरि सबै एक हौँ भनेको थिएँ। त्यसको ज्वलन्त उदाहरण आजको यो समारोह भएको छ। यहाँ विभिन्न पार्टीका, विभिन्न संस्थाका साथीहरू सबैजना करिब 100% साथीहरू यहाँ जम्मा हुनुहुन्छ। त्यस कारणले राजावादीहरू, हिन्दूवादीहरू र हिन्दू राष्ट्र बनाउन चाहनेहरू हामी सबै एक भएका छौँ। यो मञ्च खडा गरेर आज यो साबित गरिदिएकोमा पुनः म कमल थापा र उहाँको पार्टी, उहाँका साथीहरूलाई धन्यवाद दिन चाहन्छु। आजको यो सम्मेलन किन हुन लागेको छ मैले भनिरहनु पर्दैन। दुईटा कुराले, एउटा हाम्रो आस्थाका बन्दीहरू तुरुन्त रिहाएका र दोस्रो जो ऐन बनाउन खोज्दैछ नेपाली जनताको मुखमा चाल्छ जो ऐनको ड्राफ्ट गर्दैछ यो सरकार, त्यसको विरोधमा आज हामी यहाँ जम्मा भएका छौँ। निश्चित रूपबाट आज 1 महिना अगाडि किनपुरीमा जुन घटना घट्यो त्यो निर्दयी, त्यो क्रूर, त्यो डिक्टेरियल टाइपको यो सरकारको कदम थियो। कार्यक्रम सुरु हुनुभन्दा पहिले जहाँ भर्खर कार्यक्रम सुरु गर्नलाई राष्ट्रिय गान बजाइँदै थियो त्यहाँ अन्धाधुन्ध गोली प्रहार गरियो, टियर ग्यास चलाइयो, आदि इत्यादि गरियो। यो दुनियाँको अगाडि थाहा छ। त्यस्तै त्यो बेलामा हामी राजावादी राष्ट्रवादीहरूलाई को अत्याचार गरे भनेर देखाउनु पर्यो। हिजो शिक्षकहरूकोमा केही कुरो पुष्टि भएको छ। यसमा त हिजोको घटनाले अझ पुष्टि भएको छ कति अत्याचारी यो सरकार छ। यतापट्टि नजाउँ। अब म पछि धेरै राम्रा वक्ताहरू आउँदै हुनुहुन्छ। म छोटकरीमा तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु कि सबैजनाले आफ्नो आफ्नो ठाउँबाट राज संस्थाको पुनर्स्थापना, सनातन हिन्दू राष्ट्रको स्थापना, बहुदलीय प्रजातन्त्र र यो घाँडोको रूपमा रहेको संघीयतालाई हटाउनको निम्ति हामी सबै एकजुट भएर लागौँ, एकजुट भएर उठौँ।